देखिए आज म चाहिँ यहाँ मेहन्दी हल्दीमा जाने जस्तो भएको म भिडियो बनाइदिन्छु भन्दाखेरि यहाँ रोइराख्नु भएको छ भाइरल मान्छे भनेर बनाएर हामी त भाइरल छैनौँ मेरो। हेलो गाइज, हामी फेरि उपस्थित भइसकेका छौँ नयाँ भिडियो लिएर। अनि मेरो बुढाले यहाँ यस्तो गर्दै हुनुहुन्छ। आयो हजुरहरू सन्चै हुनुहुन्छ अनि हामी पनि सन्चै छौँ। अनि हामी फेरि नयाँ भिडियोको साथमा उपस्थित भइसकेका छौँ साथीहरू। अनि यो चाहिँ मैले आफै सिलाएको कपडा लगाएर आज म घुम्न जाँदैछु। अनि तपाईँहरू के गर्दै हुनुहुन्छ? के गरेको सानो यस्तै साथीहरू है। यस्तो देखिए आज म भनेर काट्दैन है। हेर्नु नि के सानो काट्नु नि यो किन्दाखेरि यस्तो यस्तो किन्नु अनि अहिले चाहिँ यहाँ काट्नु नकाट्नु है, नकाट्नु है। जिउमा लगाएको लगाइ काट्नु हुँदैन कपडाहरू। यो हो कि होइन साथीहरू भनिदिनु है। यो कपडा त्यस्तै फालेको छु मैले। यो कुरा सही हो है। छिटो आउनु त यहाँ एकछिन। लाजले हिँड्नु यहाँ चाहिँ यस्तै देखाउँछु म। यहाँ यहाँ यता आउनु यहाँ छिटो छिटो यहाँ आउनु। पाँच नि सेतो बाबे फेरि के गर्नु र खै। डान्स गरिदिनु नि त एकपालि। एकछिनमा भेट्नुपर्छ ल साथीहरू। बैक साइड रखे के वो मैं बूढ़ी चलो 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 आप बनाओगे वीडियो? चलो चलो बनाओ। हामी के गरेको त्यो मुखमा हाल्यो। टेस्ट आइरहेछ। म चाहिँ यहाँ मेहन्दी हल्दीमा जाने जस्तो भएको छु है। त्यही त हामी कुन छ अन्धकारको गल्लीमा आयौँ। बुढी बसमा जाने नजाने जानु भाइ हिँड्न बसमा हातहरू चिलाइरहेछ हौ। यहाँ बुढी हिँडिरहेछ भन्नु न पहेँलो भएर दादी नि आउनु लाग्यो। अब अगाडिको फेसहरूमै मान्छेहरू हामीलाई हेर्दै नि त रे लाज लाग्यो मलाई त। ओहो हामी के गर्नु लाग्यो? घुम्नलाई कहाँ जान्ला? कपडा लाएर आज देखाउने नि कसलाई देखाउने? मैले यस्तो देखाउँदै हिँड्यो भने गराएकोहरू आउला उसमा एउटा कागजमा लेखेर ढाडमा टाँगेर हिँड्नुपर्छ। आफै सिलाएको कपडा यस्तै सिलाउनु मन छ भने कृपया सङ्गीता पसलमा आउनु होला। सम्झना मलाई चाहिँ यो मोबाइल पकड्न चाहिँ नआउने कुकुस गरेको कति मजाको हावा चल्यो।
गाह्रै नि त्यसले मैले मोबाइल चाहिँ हामीलाई गरेको थियो आँप तोड्नेलाई गर्यो के गर्यो त्यो चाहिँ त्यो मान्छेले एम्बुलेन्सको मान्छेले के भन्यो पुरै भाइरल मान्छे भनेर बनाएर हामी त भाइरल छैन मेरो हामीलाई एम्बुलेन्सको मान्छेले लाइन मार्यो भने एउटा कुरा म फोन काँटी समात्दाखेरि काँटी समातेपछि राम्रोसँग हुन्छ भनेर त्यही अहिलेसम्म पत्ता लगाउन सकेको छैन मैले टाउको देखाउँदैन प्रायः जस्तोमा मैले बनाएँ भने लङ्गुर हो त्यो त्यहाँ जानुपर्छ खानालाई खाना पाक्दा चाहिँ खानुपर्छ ल जानुपर्छ ल साथीहरू खानालाई सानो जाने हो खाना मलाई त्यो उसमा खान चाहिँ ठिक लाग्दैन मैले आज के लगाएको छु यहाँ औँलामा लगाएको छु लापुच्छर पनि हरायो त यहाँ साप रहेछ साथीहरू गइसक्यो यहाँ चलाउनु पर्यो त म त त्यहाँ देखिरहेको थियो त त्यति घुमे त्यो यहाँदेखि आयो कि यतातिर पहिले याद आएन अहिले याद आएन नचलाउनु न पुच्छर मात्रै देखाएको छ खासै चिनिँदैन साप र दाउरा के लागेको छ त्यहाँ खै मलाई खानेकुरा छैन एक्लै पुलिस आएको नि त समय आउने जाने यहाँ नआउने भनेको छु नि त उसको काम नहीं है भैया लास्टै गर्नु छ र बन्दुक पनि छ क्या रुमाल पनि ल्याउनु बिर्सेको कपडा नि यस्तो खालको छ मुक्केल बोज्नु पिपलको पत्ता जुराब निकाल्नु त जुराबले पोत्ने पुलिसलाई झरी लिँदै आयो पुलिसलाई झरी लिँदै आयो गोली हान्ने एक दुईवटा लिफ्ट मागेको र हात ज्यादा बाइकवालालाई डराएर भाग्यो होला नि के बन्दुक बोक्ने आएको वाला बन्दुक बोक्ने आएको खतरनाक हो यो लिफ्टै दिएको छैन हौ पुलिसलाई पनि लिफ्टै नदिने पुलिसलाई नि के हो यस्तो पानी रहेछ 4000 छ भन्ने 4 भएछ धेरै तर पानी रहेछ नि यता पानी छ पानी यो के हो नि कानमा लाउनु ढुङ्गा होइन सानो त्यो चराले नुहाउँदैछ साथीहरू गर्मीको महिनामा कस्तो क्लियर देखेको भरि मोबाइल त प्योरै छ नि यहाँ जहिले नि भिडियो सुट भइरहन्थ्यो आज चाहिँ खाली साझा फोटो खिच्नुपर्छ एउटा यहाँ आउनु सानो छिटो यहाँ अहिले मान्छे आउँछन् यहाँ आउनु छिटो यहाँ मान्छे आउँछन् भन्ने नि यहाँ भिडियो गराउनुपर्छ कसैलाई नसोधी तिमी मन पराए गहिरो मायामा म झन्झन हरा म भिडियो बनाइदिन्छु भन्दाखेरि यहाँ रोइराख्नु भएको छ नरुनु सानो बनाउँदैन अबदेखि भिडियो बनाउँदैन आउनु पसिनाले कस्तो हालत खराब भएको छ
हुन्छ तिमी बिना एकैछिन सास फेर्न गाह्रो हुन्छ रोजेर पाउने कस्तो दिउँ म खाल कुरकुरेले खाइयो अघि दिँदाखेरि भागिरहेको थियो अहिले त खाना लायो निकाल्दै खाँदै गरिरहेछ नजानु न अहिले भाग्छ फेरि त्यो पिरो भएको नि क्या पानी दिउँला न त्यसलाई जाउँ हुँदैन चाहिँ हुन्छ क्लियर देखिन्छ क्लियर चाहिँ देखिँदैन है ल ल खानिदिनु भयो हेर्नु नि त्यो लामो गरेर खाएको हेर्नु सुतेर खाएको हाम्रो फोनतिर अर्ग्यानिक हो नि त सानो हजुरको ठाउँमा बसेर खाँदैछ त अघि हजुर बस्नु थिएन त्यहाँ नाइ भाग्यो त रुखहरू चाहिँ मजाको मिलाएर राखेको छ यो फिल्ममा राखेको रुख जस्तो मेरो बुढालाई नि यहाँ कस्तो मजाले मिलाएर बसालेको रहेछ गर्मीले हालत खराब भएर जायो यी पसिना भन्नुभएको छ बिचरा म हो कि केही नहुने भने कि यहाँ मलाई के भएको छ अलिक काली भएको छ भने मान्छे कि बुढा पो लाउँछ हौ के जस्तो लागेको छु त आउनु न यहाँसँग हजुर त कस्तो टाढा टाढा बस्नु भएको छ बिचमै ग्याप छ यहाँ कि म त्यहाँ आउँछु अलग अलग बैठना मेरे को पसंद नहीं भन्ने त कहीँ दूर यहाँ क्रिकेट चलिरहेछ डगी चाहिँ यहाँ बसेको पुरै छ यो छाताले के किराले खायो यसले हाले सबैमा हाले त्यो किरा लाग्छ भनेर होला कि हो कि ऊ हाल्छन् के म के भन्छन् के त भन्छन् मलाई त्यो नाम आएन अब हामी जान पानी पर्यो भने हालिदिने चिज होला यो खोइ त होला नि कि यिनीहरूलाई जान्ने मान्छेहरू होला अब जान लाग्यो साथीहरू आजलाई भिडियो यति नै